हेलो नमस्ते सबैजनालाई म आजको भ्लगमा उपस्थित भइसकेको छु। म चाहिँ आज घरदेखि टाढा हिँड्दै आज हाम्रो गाउँको नजिकै आइतबार बजार लाग्छ। बजार त कपडा झर्यो नि त कसको त्यहाँ के छिड्यो। त्यहाँ बजारमा चाहिँ हामी यसो तरकारीहरू सस्तो छ कि महँगो छ कि भनेर यसो आएको छौं। हेर्दै गर्नु ल भिडियो कस्तो बन्छ आजको भिडियो। यो चाहिँ शीतल चिनी गाउँको अर्गानिक, यो पनि शीतल चिनी रे गाउँको अर्गानिक, सस्तो 50 रुपैयाँ मुठा छ। सानो परिवारलाई गजबले पुग्छ ल हाम्रो गाउँको दिदीहरू। ल बजारको भ्यू चाहिँ यो बजार देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ। तर प्रदूषण धेरै छ है, धुलोको पर्दो छ। यता चाहिँ च्वाचेको मासुहरू बन्छ यो एरियामा। यो एरिया भने चाहिँ कपडाको दोकान भनेपछि यो एरिया चाहिँ तरकारीको है। ल हामी चाहिँ त कपडाको दोकानतिर जाउँ है, स्टार्ट गरौँ है त। देख्न सक्नुहुन्छ राम्रा राम्रा गर्मीमा लाउने कपडाहरू उपलब्ध भइसकेको छ। बजारको दृश्य एकदमै राम्रो छ। हाम्रो दाइ हामीले कपडा चाहिँ यहाँ लान्छौँ, कपडाहरू एकदमै धुलो छ, एकदमै धुलो। यहाँ चाहिँ बिउ पलहरू पाइन्छ भने ऊ त्यहाँ मासु पाइन्छ। ऊ त यो सुकेको सिद्रा भनेपछि ऊ त्यहाँ चाहिँ काँचो माछा पाउँछ है। माछा एकदमै राम्रो छ बजारको भ्यू चाहिँ, तर एकदम धुलो छ। भनेपछि यता बजार गर्न आएको बेलामा, भोक लागेको बेलामा फेरि जलेबी, मिठाई, चाउमिन लगायतका फुल्कीहरू मस्त खाएर बिन्दास भएर पनि घर जान सकिन्छ। देख्न सक्नुहुन्छ 10 रुपैयाँको पनि चाउमिन पाइन्छ। यहाँ 10 रुपैयाँको पनि चाउमिन पाइन्छ। 10 रुपैयाँको पनि चाउमिन पाइन्छ। देख्न सक्नुहुन्छ घडीको पसल। हामी चाहिँ त्यो दिदीको साइकल बिग्रेको छ, अनि त्यो साइकलको मर्मत गर्ने अनि यसो फलफ्रुट किनेर लाने। फलफ्रुटको दोकान चाहिँ देख्न सक्नुहुन्छ। बजार चाहिँ एकदम ठुलो छ, रमाइलो छ। मान्छेको आउने जाने क्रम चलिरहेको छ बजारमा, एकदमै भिडभाड छ। हामीले चाहिँ पहिला साइकल बनाउन दिएर साइकल छोडेर बजार गर्दैछौँ, किनकि साइकल बनाउन टाइम लाग्छ नि त। त्यही भएर यहाँ चाहिँ यो साइकलको पसल, साइकलको मर्मत हुन्छ है। हेलो दाइ, यो साइकल हेरिदिनु त, पङ्चर भयो कि हावा गयो कि के भयो? हेर्न आउनुहोस् के साइकलको मालिकको। एकदमै भिडभाड छ। आज साइकलको पसल पनि एकदमै भिड छ। सन्डेको बजार नजिकै दाइको साइकलको पसल। दाइ एक मुस्कान तारिदिनुहोस्। हेलो दाइ, हावा जाने भएछ त पङ्चर भएको हाम्रो दाइ। हेर्न सक्नुहुन्छ बजारमा आएका छौँ, सेबी हेर्न लागेको छौँ। पसले दाइ हाम्रो सस्तो छ, हामीलाई नठग भन्नुहुन्छ। हामीलाई ठगेको थाहा छैन, हामीले उहाँलाई ठग्यौँ रे। जमाना उल्टो छ, खोलो उल्टो बग्न थाल्यो। बजारको भ्यू देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ।
विचार गर्नुपर्छ शिमला मिर्च सस्ता है 20 शिमला मिर्च वाले यार मर्चा वाले यार कराकरी हुन्छ त दाइदी नकरे किन बहिनी बिक्री हुन्न के गरौँ त ठक यहाँ सस्तो भन्ने त्यसपछि आउँदाखेरि छैन फेरि ए यहाँभन्दा कति सस्तो गरौँ त दिदी भन्नुहोस् त बहुत सस्तो मिलाएर दिएको छु मैले दाइ मलाई दिदी भने सोच र मैले त हजुरलाई बहिनी भनेको छु त मलाई ए भगवान कति साले हुनुहुन्छ र हजुर 2 साले 2 साले त त्यसो भए त मभन्दा बुढी हुनुभएको र काठेको एक पाउसे बिछाउन यस्तो छ बरु बुवा केलो जानी आउनु बुवा यात्रा यसरी फाल्ने हो फेरि रिसाले फाले चाहिँ होइन कि जोख्नु दिए थाप्नु त भाडो रातो बन्दा आयो बजारमा यही हो पुगेको कति राख्नु न बिनेको कति एक पाको हटिन एक हो हाम्रो दाइ चाहिँ बिन्दास पारामा सब्जीहरू बेचिरहनु भएको बजारको भ्यू देख्न सक्नुहुन्छ एकदमै भिडभाड छ रमाइलो छ दिले हो हिजो अस्ति खाइयो त्यो निकाल्नु एक पाउ दाइ त एउटा कसो एक्स्ट्रा छ उतापट्टि होइन त भइमा ठिक बा दाइ पुगेन तपाईलाई मैले घाटा दिँदैन हाल्नुहोस् के भयो त तपाईँ एउटा हाल्नु यहाँको कुकै यहाँ राख्दै छु के हाल्नु ल बा बान्नुहोस् ए राता मकै राता त गोपी छन् हेर्नुहोस् उहाँले राता मकै भन्नुहुन्छ राता गोपी देखिरहेको मैले मकै देखिरहेको होइन 20 रुपियाँ भन्नु न हाम्रो दाइ चाहिँ एकदम मजाकिलो हुनुहुँदैछ मेरो ब्लगमा चाहिँ फेमस हुनु नि भयो त्यस्तो त्यो पैसा हालिदिन पर्दैन त्यहाँ मेरो त्यो थैली दिनुहोस् पैसा नि हालेर दिउँ क्या पैसा नहालिदिनु झिकेर फाल्नुभयो क्या यहाँबाट मलाई भाइरल गर्नु पर्दैन हैन म पनि भाइरल छु भाइरल हुनुहुन्छ अरे सेवी बेच्न राख्नु भएको छ ल बाबु 20 रुपैयाँ काटेर तिमीलाई निकाल्ने कि दाइलाई निकाल्ने हो र सेवी किन्यौँ फाइनली हामीले 20 रुपियाँ पाउ पनि छन् दिनुहोस् घरमा लाग्नु मेरो बहिनीलाई मैले ज्यान दिन तयार छु ए बस जाई दाइ ज्यान त मलाई चाहिएन अहिले पनि दिनुहोस् काम आए कुनै बेला रोग बेदले नछोस् भगवानको कृपा छोइज भने लामला तपाईलाई रोगले नछोस् तपाईको मेरो आइ तपाईलाई लाग्छ आशीर्वाद दिनुभयो ल धेरै धेरै धन्यवाद अर्को पनि दिनुहोस् के अर्को पनि दिन त अब ज्यान दिने मान्छे दुइटा पनि दिन नसकेर फेरि अब बेच्न पर्नलाई बर्बादै पार्न चाहनु भयो फाटेको दिन रातो बन्दा रातो त्यसो पनि जाने 25 रुपैयाँ लगाइदिँदाखेरि पनि हजुरलाई भिडियो बनाउन मेरो गोडा चाहिँ यहाँ 100 रुपैयाँ किलो छ सस्तो हुन्छ भने मैले दिन्थे सबै आहा यसैमा जे छ लौ
फाइनली हामी चाहिँ धनियाँ फ्रीमा लिएको छौँ त्यो दाइको भाइरल एकदमै देख्न सक्नुहुन्छ हाम्रो तरकारी आजको हामी चाहिँ अब खोले साग किन्न जाँदैछौँ खोले साग खोलामा हुने साग 4 रुपैयाँमा 3 किलो काँक्रा 4 रुपैयाँमा 3 किलो आधा किलो काँक्रा चामा 3 किलो काँक्रा चामा 3 किलो 3 किलो काँक्रो भइसकेको छ 4 रुपैयाँमा 3 किलो 3 किलो 3 किलो 3 किलो 3 किलो बजारको कति रुपियाँ भयो 3 किलोले कति रुपियाँ हो म्याथमेटिकमा अलिक कमजोर पर्यो घट्यो कि नै खोले साग भाउ लानु दिदी खोले साग यहाँले चाहिँ दाङबाट खोले साग मगाउनु भएर चाहिँ एकदमै फ्रेस छ चाहिँ माल तर अलि थोरै छ कि 50 रुपियाँ मुठो घर लसी पकाएपछि यति हुन्छ यति एकदमै राम्रो छ तर फ्रेस छ माल चाहिँ है भर्खरै ल्याएको भन्नुहुन्छ कति हेर्नु एकदमै राम्रो छ कलिलो छ फ्रेस छ त्यो गर्छ चुराइ साग कसरी हो मुठाको खोले साग लैजानु राम्रो छ खोले साग सिम साग के सिम साग पहाडमा बसेको मान्छेलाई यो खान मनपर्छ कि 50 को पनि छ 100 को पनि छ मुठा मतलब मुठा हेरेर छ साइज पैसा 50 को लाने के गर्न भिडियो बनाएको छ हाम्रो सल्टी बजारको भ्यू देखाएको गाली गर्नुहुन्छ भिडियो किन बनाएको रे भाइरल हुनलाई भाइरल त त्यस्तै हो